हेलो गुड मर्निङ साथीहरू। साथसाथै गुड मर्निङ सँगसँगै आज साउन 1 गते साउने सङ्क्रान्ति पनि हो। त्यसले गर्दा ह्याप्पी साउने सङ्क्रान्ति सबैजनालाई, सङ्क्रान्तिको शुभकामना है। आज म गोठालो गर्दैछु। यो आज साउन 1 गते गोठालो गरेको चाहिँ के मैले सम्झेको छु भने सङ्क्रान्तिको दिन चाहिँ हामी दिदीबहिनी अलिक सानै थियौँ। हामी चाहिँ 1 गतेको दिन चाहिँ दिदीबहिनी भएर गोठालो जाने हो। अनि गोठालो जाने हामी आमा चाहिँ घरमा बसेर रोटी पोल्नुहुन्थ्यो। अनि हामी चाहिँ गोठालोमा के गर्थ्यौँ भने आमाले यति बेला कतिवटा रोटी बनाउनु भयो होला भन्दै हामी चाहिँ कुरा गर्थ्यौँ। अनि आएर चाहिँ कतिखेर चाहिँ बाख्रा गाई लिएर रोटी खानु भन्दै दिदीबहिनी कुरा गर्थ्यौँ। आज साउन 1 गते स्पेसल मेरी आमालाई सम्झना रोटी पोल्नु भयो कि भएन मेरी आमाले। मैले सम्झेको छु त्यो पल चाहिँ धेरै सम्झेको छु ल आमा। अहिले पनि साउन 1 गते चाहिँ आउँछ, त्यो उमेर छैन आमा। तपाईँले रोटी पोल्ने हामी गोठालो गर्ने त्यो समय फेरि फर्केर आए त हुन्थ्यो नि हो। मैले अहिले गोठालो गर्ने ठाउँबाट चाहिँ अलि मेरो माइती गाउँ देखिन्छ भने नि यो दादाले छेकेको छ है। आमा रोटी पाको भन्नु मन परेको छ नि, के गर्नु यहाँदेखि सुन्नुहुन्न है। मेरी आमाको साह्रै याद आउँछ। धेरै सम्झेको छु है आमा।